नमस्ते साथीहरू, ल हेर्नुहोस् है, हाम्रो यो चितवनको ठिमुरा भाइरल घर भन्ने यही हो है। ल हेर्नुहोस्, मान्छेहरू एकदम चर्चित थियो नि, भाइरल घर ठिमुरा रिसोर्ट कता हो भन्थ्यो होइन, चितवन आउँदाखेरि। अनि भाइरल घर भनेको चाहिँ यही हो है साथीहरू, हाम्रो पुरानो पद्धतिले बनेको घर होइन। अनि ठिमुरा रिसोर्ट भन्ने चाहिँ यता हो होइन, यो ठिमुरा रिसोर्ट हो। यहाँ माथिबाट आउनुपर्छ है। चारैतिर जङ्गलहरू, तल खोलाहरू, नारायणी किनार भएको ठाउँ छ है। बच्चाहरूलाई खेल्ने ठाउँहरू, झुलाहरू है, यस्तो भएको एकदम रमाइलो वातावरण भएको यो भाइरल घर हो है। हेर्नुहोस् कस्तो झुला छ, चारैतिरबाट झुल्ने झुला होइन। सर यो झुलामा झुलिन्छ, एउटा फ्यामिली बसेरै झुलिन्छ हेर्नुहोस् है। सरर होइन, हाम्रो यो भाइरल घर भन्ने चाहिँ यो है साथीहरू, भाइरल घर ठिमुराको भाइरल घर भनेको यही हो साथीहरू। हेर्नुहोस् यस्तो छ, म आज तपाईँहरूलाई देखाउँदैछु है भाइरल घर। अनि ठिमुरा रिसोर्ट चाहिँ यो हो छेउमै होइन। अनि रिसोर्टको छेउमा चाहिँ भाइरल घर छ, यो भाइरल घर हो है। यस्तो सिडी भएको छेउमा चाहिँ यस्तो नारायणी नदी छ है, बगिरहेको नदी छ, राम्रो ठाउँ छ। ल हेर्नुहोस् यस्तो झातोहरू पुरानो पद्धतिले, अनि यो लालटिनहरू सरर बोल्छ होइन। हेर्नु यो आँखी झ्याल है, चारैतिर भएको आँखी झ्याल छ हजुरको है। भित्र ल हेर्नुहोस्, यो पुरानो डिजाइनको ठेकी, यो हलोहरू होइन, जुवाहरू सबै चकटी पुरानो पद्धतिले बनेको। ल हेर्नु डालोहरू होइन, यो चाहिँ हाम्रो भाइरल घर हो है ठिमुराको। ल हेर्नुहोस् बस्ने कुर्सी यस्तो छ, हेर्नु आँखी झ्याल, यो चाहिँ पानी पर्दा उठ्छ नि हामीहरूले त्यो। ल हेर्नुहोस् यस्तो राम्रो डिजाइनले बनाएको छ होइन। यो चाहिँ ठिमुराको भाइरल घरको भित्री भाग हो है, म हजुरहरूलाई देखाउँदैछु है। हेर्नुहोस् ढोकाहरू नि यस्तो छ, पुरै तरिकाको होइन। अनि पछाडिको भ्यू चाहिँ यस्तो छ है साथीहरू। ल हेर्नुहोस् है, नारायणी यो नजिक भाइरल घरको छेउमै होइन, यस्तो नारायणी नदी छ। अनि यता यो ब्याक साइड है, भाइरल घरको यो ब्याक साइड हो है ठिमुराको हाम्रो चर्चित भाइरल घर हो यो। अनि भाइरल घरको छेउमा चाहिँ गएपछि यसरी धारा पनि छ हेर्नुहोस् है, यो मुख साँपको मुखबाट आएको धारा छ होइन, राम्रो पद्धतिले बनाएको।